भावना मलाई एक्लै छोडेर कता गयो भावना तिमी? झन् मैले तिम्रो लागि खाना लिएर आइदिएको थिएँ। मलाई छोडेर कहाँ गयो? कमसेकम भनेर त जानु पर्थ्यो। अब कहाँ खोज्न जाउँ म तिमीलाई? आमाले घरमा आऊ बुहारी भनेर बोलाउनु भएको छ। हिँड्नुहोस् घर जाऊँ भरत। पर्दैन जान। अब त्यो घरमा पाइला पनि टेक्ने होइन। के कुरा गर्नुभएको भरत? आमाले झन् माया गरेर बोलाउनु भएको छ। हामी जानुपर्छ भरत, किनकि त्यो घर हाम्रो घर हो। तर त्यो घरका मान्छे हाम्रा होइन। मैले गाली गर्छु भन्ने डरले मलाई नभनिकन घरमा पो गइन् कि क्या हो? कसले फोन गर्यो फेरि? हेलो, के छ काका खबर? छोरीलाई भेट्यौ त? म त छोरीलाई भेटेर फर्किँदै पो छु अर्के। ए अनि कस्तो छ त बाबन्नालाई? कस्तो हुनु नि, जस्तो हुनुपर्ने हो त्यस्तै रहेछ नि। मेरी छोरी त महारानी बनेर बसेकी रहेछ घर। सासु आमा त भन्नुकै बाँकी रहेछ नि। आफ्नै आमाले भन्दा पनि धेरै माया गरेर राखेर छिन् नि मेरो छोरीलाई। ए हो र? भाग्य त लिएर आएकै रहेछौ तिमीले। ल ल छिटाउ, तिमीसँग एउटा सल्लाह गर्नु छ, चिया खाँदै गरौँ ल। ल ल, म आउँदैछु। तपाईँको बानी सुधार्नुहोस् क्या आमा, भाउजूलाई दुःख दिन छाड्नुहोस्। दुःख त त्यसले मलाई दिएकी छ। जुन दिनदेखि यो घरमा त्यो भित्रे नि, त्यो दिनदेखि मेरो दुःखको दिन सुरु भएको छ। कसरी दुःख भयो? भाउजूले तपाईँ उठ्नुभन्दा अगाडि नै घरको आधा काम सकाइसक्नु भएको हुन्छ। सबै काम भाउजूले नै गर्नुहुन्छ। तपाईँ बसी बसी खान पाउँदा पनि कसरी दुःख भयो तपाईँलाई? अब मेरो कुरा ध्यान दिएर सुन। सबैभन्दा पहिला त त्यसको बिहे गर्दाखेरि त्यत्रो पैसा खर्च भयो। घरमा भित्रिसकेपछि त्यसलाई चाहिने सबै लुगाफाटो मैले नै किनिदिनु परेको छ। त्यसको लोग्ने बनाउँदा भरतेले आजसम्म 2 पैसा कमाएर दिन सकेको छैन। सबै कुरा मैले नै दिनु परेको छ। बिहान बेलुका भुँडी फुट्ने गरेर भात पनि मेरै पैसाले खिचाउनु परेको छ। भाउजूले त त्यही बिहान बेलुकाको खानाको घरमा घरको सबै काम गर्नु भएको छ। तपाईँले घरमा काम गर्ने मान्छे राख्नु भएको भए बिहान बेलुकाको खाना दिएर पनि उल्टो तलब दिन पर्थ्यो। भाउजूले आजसम्म तपाईँसँग पैसा माग्नु भएको छैन। भयो भयो, धेरै त्यसको पछि लिएर नबोल। मेरी भावना खोइ। तेरो स्वास्नी तँलाई नै थाहा होला नि। तँ यो घर छोडेर जतै गएको थिइस् त्यतै होला नि। तपाईँले बोलाउनु भएको छ, त्यही भएर यता आउँछु भन्दै थिइन् भावनाले। बोलाएको छैन मैले र बोलाउँदा पनि बोलाउँदिन। तँ घर छोडेर गएको मान्छे किन आएको यहाँ? गइहाल यहाँबाट। नानी, तेरी भाउजू कता छे भन्ने कुरा तँलाई थाहा छ त? भाउजू त छैन छैन, त्यसलाई थाहा छैन, थाहा छैन। तँ गइहाल यहाँबाट, गइहाल भने सिधा। यो त मेरो भावनाको औषधिको झोला हो। भनेपछि पक्कै भावना यता आकी छिन्। भावना, भावना, भावना।
यो घरमा पाइला नटेक भनेको होइन, फेरि किन यता पाइला टेक्न आएकी थिए? आमाले माया गर्नुहुन्छ होला भन्ने सोचेर हजुरको कुरा नमानेर म यता आएँ। तर आमाले मलाई घरभित्र थुनेर राख्नुभयो भरत। मलाई माफ गरिदिनुहोस् भरत, मलाई माफ गरिदिनुहोस्। तिमीहरूको रुवाबासी सकेको हो भने जाऊ अब मेरो घर छोडेर। अहिले किन तिमीहरूले के किन घर छोडेर जा भने बल्ल बल्ल भाउजू घर आएको बेलामा त पकाएर पो राख्नुपर्छ त। अहिले फेरि भाउजू घर छोडेर जानु भएर गुन्डाहरू आएर भाउजूलाई देखेनन् भने मार्छन् हामीलाई फेरि। किन काने खुसी गरा तिमीहरूले? काने खुसी गरेको होइन दाइ, भाउजूलाई माया गर्नुपर्छ भनेर आमालाई सम्झाएको मात्रै हो। मान्छेलाई पो सम्झाएको लाग्छ, पशुलाई जति सम्झाए पनि लाग्दैन। मेरो भावना जाम। मलाई माफ गरिदियो। मबाट ठुलो भुल भएको छ। फेरि बुहारी भावनालाई यो घरबाट कतै पनि नलैजा। हो दाइ, आमाको तर्फबाट म माफी माग्छु। हिँड्नुहोस् भरत। अनि बुवा आउनु भएको भने होइन, बुवा खोइ त? बुवा अघि नै गइसक्नुभयो। हिँड्नुहोस्। अब के गर्ने? अब गर्दन थाप्ने, खुकुरी खाने। हे भगवान्, अब के गर्ने होला? कस्तो थकेर लाग्यो भरत, एकछिन बसौँ न। अनि मैले तिमीलाई त्यो घरमा पाइला नटेक भन्दा भन्दै किन जान्नी पल्टेर पाइला टेक्न गएको? आमाले गल्ती स्वीकार गरेर मसँग माफी मागिसक्नु भएको थियो। म तिमीलाई माया गर्छु बुहारी, अब हामी सँगै मिलेर बस्नुपर्छ पनि भन्नुभएको थियो। त्यही माथि बुवाले पनि घरमा आइज छोरी भनेर बोलाउनु भयो। त्यही भएर गएको नि भएर। अब त जान्न होला नि। कि फेरि तिनीहरूले गएको आँसु बगाएर माफी माग्यो भने माफी दिन जानी मन छ? घोचपेच नगर्नु न। मैले हजुरसँग माफी मागिसकेँ त। अनि लामिछाने गुरुसँग काम खोज्ने कुरा गर्नुभयो त? लामिछाने गुरुको पूजामा जानुपर्ने काम रहेछ, त्यही भएर राम्रोसँग कुरा नै गर्न पाइएन। इ हेर त, ओहो, यत्रो पैसा कहाँबाट लिएर आउनुभयो? एक ठाउँमा काम खोज्न गएको थिएँ, त्यहाँ भारी बोक्ने काम पाएँ। अनि त्यही साउजीले 100 रुपियाँ दिनुभएको, खाना पनि दिनुभएको छ। मैले कोठमा राखेर आएको छु। हिँड्दै जाऊँ। खाना खाएर तिमीले औषधि पनि खानुपर्छ। मलाई त आमाले आफ्नै हातले औषधि र खाना खुवाउनु भएको थियो। हजुरले खाना खानुभयो त भरत? मलाई एक्लै खानै मन लागेन, त्यही भएर गोठमा राखेर तिमीलाई खोज्न हिँडेको। अनि मलाई राखेर खाएको भयो भइहाल्थ्यो नि त। यतिखेरसम्म भोक भोकै बस्ने हो त? म त तिम्रो लागि सधैँ भोकै बस्न पनि तयार छु भावना। मलाई मेरो चिन्ता छैन, मात्र तिम्रो र हाम्रो सन्तानको चिन्ता छ। अब काम भेटिएर 2-4 पैसा कमाउन पाएदेखि मन ढुक्क हुन्थ्यो। खोइ काम पो कहिले भेट्ने हो? त्यही भाग दिने साउजीले काम पनि दिन्छु भन्नुभएको छ भावना। हामीले धेरै पैसा कमाएपछि त आमाले हामीलाई माया गरेर घरमै राख्नुहुन्छ होला नि है भरत? हामीलाई होइन, पैसालाई चाहिँ घरभित्र राख्छन्, हामीलाई चाहिँ घर बाहिर। या तिनीहरूको कुरा नगर, मलाई झन् तनाव हुन्छ। यो तनाव भन्ने शब्द हाम्रो लागि बनेको होला जस्तो लाग्छ। दिनदिनै उच्चारण गरेर राख्नुपर्छ। हाम्रो जिन्दगीबाट तनाव कहिल्यै हट्दैन जस्तो छ।
हट्छ, अवश्य हट्छ। म संसार जित्ने आँट गरेर हिँडिरहेको छु भावना। तिमी मात्र मेरो विश्वास गरेर मलाई साथ देऊ। मलाई आफ्नो भन्दा पनि हजुरको धेरै विश्वास छ भरत। म हजुरलाई कहिले पनि साथ छोड्दिनँ। हिँड जाऊँ। अब हाम्रो गोठमा गएर तिमी त्यहाँ आराम गरेर बस। मलाई त गोठा एक्लै बस्न कस्तो डर लाग्यो भरत। कतैबाट सर्प आइहाल्ला कि जस्तो पनि लाग्छ। बरु अन्त्य कतै गएर बस्न बाए हुन्थ्यो। अन्त कतै पनि जाने ठाउँ छैन भावना हाम्रो। यदि हामीसँग पैसा भएको भए सबैजनाले तानातान गरेर उनीहरूको घरमा लगेर राख्थे। तर हामी कमजोर छौँ भन्ने कुरा सबैलाई थाहा छ। त्यही भएर कसैले पनि बोलाउँदैनन् हामीलाई। कसैको घरमा पनि बास दिँदैनन्। सबैजनाले कुकुरलाई जति पनि व्यवहार गर्दैनन् भावना हामीलाई। कमजोर र गरिब मान्छे यो संसार जन्मिनु नै पाप हो जस्तो लाग्न थाल्यो भरत। कसैले गर्दैन। अब काम गरेर पैसा गर्न थालेपछि आज हामीलाई नगर्नेहरूले भोलि गर्न थाल्नेछन् भावना। अब म तिमीलाई गोठमा पुऱ्याएर साउजीका कामको कुरा गर्न जान्छु। ल हिँड जाऊँ। तपाईँ यतैबाट कुरा गर्न जानु न। गोठा त म एक्लै गइहाल्छु नि। अब त मैले चेतिसकेँ। तिमीलाई एक्लै त हिँड्न म दिँदिनँ। म तिमीलाई गोठमा पुर्याउँछु अनि मात्रै कता जानुपर्ने हो जान्छु। ल हिँड त खुरको गोठमा। अगाडि हिँड अगाडि। भाग्य त मेरो छोरीको जस्तो हुनुपर्छ हेर अर्की। ओहो हो कति माया गरे सासूले। भात पनि आफ्नै हातले खुवाइदिएछ, औषधि पनि आफ्नै हातले खुवाइदिएछ। छिनछिनमा के खानी भनेर सोधेछ। ओहो म त दङ्गै परेँ अर्के। तिम्रो कुरा सुनेर मै पनि दङ्ग परेँ काका। दुई जिउकी भएको बेला मजाले खान पाएपछि त नाति पनि झक्कीको जन्मिन्छ होला है काका। नाति भन्दा पनि मलाई त नातिनी भइदिए हुन्थ्यो जस्तो लागेको छ। बुढेसकालमा छोराले भन्दा छोरीले धेरै माया गर्दा रहेछन्। मेरो छोरो विदेश गएको त्यत्रो वर्ष भइसक्यो। एकपटक सन्चो बिसन्चो सोध्नलाई फोन समेत गरेछ। बरु छोरी अर्का घरमा बिहे गरेर गएपछि पनि बेला बेलामा फोन गरेर सन्चो बिसन्चो के छ बा भनेर सोधिरहन्छे। तिमीले भन्ने कुरा पनि ठिकै हो काका। बाबुआमालाई छोराले भन्दा बढी माया छोरीले नै गर्छन्। अब मेरो नातिनी जन्मेपछि त्यसले पनि मलाई धेरै माया गर्छ। हजुरबा बढ्ने कुरा सुनेपछि त रमाइलो पो लाग्दो रहेछ अर्के। यही रमाइलोमा भुलेर मलाई दिनुपर्ने पैसा दिन बिर्सेला नि बुढा। बिर्सिन्न हो बिर्सिन्न। काउली फलेर बेच्ने बित्तिकै तेरो पैसा पाउँछस्। तिम्रो काउली फलेर बेच्नुभन्दा अगाडि मलाई पैसा आपत पर्यो भने यही सुनको दाँत बेचेर भए पनि मलाई पैसा दिनुपर्छ। यो सुनको दाँत चाहिँ म बेच्दिनँ हेर अर्के। एउटासँग झगडा पर्दा मेरो दाँत झारिदिएको थियो। त्यसैको बदलामा त्यसको बुढीको सुन बेच्न लगाएर मलाई सुनको दाँत हाल्न लगाएको त्यसलाई। तिमी त मान्छे फटै हो नि काका। तर मेरो पैसा चाहिँ समयमा चाहिन्छ है। होइन कति पैसो भनेर मरिहत्ते गरे। यदि पैसाले तँलाई आपत्तै पर्यो भने ज्वाइँसँग मागेर दिउँला। छोरी धनी खानदानी घरमा दिएपछि त यतिको शान्त दिनै पर्यो नि। पहिले खाना खाइहाल्नुहोस् त। भोक नै मरिसक्यो। अब बेलुका खानु पर्ला। कहाँ त्यस्तो भनेर हुन्छ। खुरुका खानुहोस्। भोकै हिँड्यो भने फेरि पेट बिग्रिन्छ। ए मलाई कर नगर न। मलाई खाने मन छैन क्या। खाना नखाइ त म तपाईँलाई यहाँबाट जानै दिन्न। भरत, ओए भरत, बोल्दैन त। भावना लामिछाने कुरा आउनु भएको छ। किन आउनुभएको होला त? भरत, ए अघि नै मलाई काम खोजिदिन्छु भन्नुभएको थियो। ओए भरत, सायद अहिले काम भेट्नुभयो होला। त्यही कुरा गर्न आउनु भएको हुनसक्छ। जाउँ आउँदैछौँ। बिस्तारै भावना।
नमस्कार लामछाने गुरु। अनि तपाईँले मेरो लागि काम खोज्नु भयो त? मैले काम खोज्ने चाहिँ होइन, तिमीहरूले बस्ने ठाउँ चाहिँ खोज्नु पर्यो अब। होइन, हामीलाई यही ठिक छ लामछाने गुरु। सर्पको डर हुन्छ यहाँ भन्ने सोचेर हजुरले त्यसो भन्नुभयो होला। यस्तो सर्पसँग डराउँदैनौँ हामी, है भावना? तिमीहरू सर्पसँग डराए पनि नडराए पनि मलाई मतलब छैन। यो गोठ मलाई मेरो सामान राख्नको लागि चाहिएको छ, त्यही भएर तिमीहरूले यो गोठ खाली गरिदिनु पर्यो। हामी बुढाबुढी त सानो ठाउँमा बसेका छौँ गुरु, अरू सबै ठाउँमा सामान राख्न मिल्छ। मेरो सामान धेरै हुन्छ, यति गोठले मात्रै पनि मलाई पुग्दैन। त्यही भएर तिमीहरू गोठ छोडेर गएर अन्तै बस। अन्त गएर बस्ने ठाउँ हाम्रो भएको भए हामी जान्थ्यौँ लामिछाने गुरु, तर अन्त गएर बस्ने ठाउँ नभएर हामी यहाँ आएर बसेका हौँ लामिछाने गुरु। हो लामछाने गुरु, हाम्रो अन्त जाने ठाउँ कहीँ पनि छैन। बिचरी भावना अहिले दुईजुकी छिन्। यस्तो बेलामा हामीलाई यहाँबाट छोडेर जा नभन्नुहोस्, बिन्ती छ, हाम्रो समस्या बुझिदिनुहोस्। मेरो समस्या चाहिँ कसले बुझ्छ? मेरो दानमा आएको सामानहरू राख्ने ठाउँ पुगेको छैन, त्यही भएर तिमीहरूले यो गोठ छोड्नै पर्छ। म काम खोज्दैछु, काम भेटिएपछि 2-4 पैसा कमाइ हुन्छ। त्यसपछि कतै एउटा कोठा लिएर म भावनालाई त्यतै लगेर राख्छु। तर बिन्ती छ, त्यतिन्जेलसम्मको लागि हामीलाई यहाँबाट ननिकालिदिनुहोस् गुरु। त्यति बेलासम्म त धेरै ढिला हुन्छ। तिमीहरूले आजै यो गोठ छोडेर जाने प्रबन्ध मिलाओ, मेरो समस्या बुझिदियो। अनि यो गोठ त हाम्रै हो, लामिछाने गुरुलाई बुवाले रेखदेख गर्न दिनुभएको भने होइन र भरत? हो भावना। अनि किन नबोल्नु भएको त तपाईँ? आफ्नै कोठा पनि बस्न नपाउने भन्ने कुरा हुन्छ? बुवा विदेश जानु भएपछि यो गोठको रेखदेख सबै लामिछाने गुरुले नै गरिराख्नु भएको छ। त्यही भएर उहाँलाई केही पनि भन्ने आँट नै आएन मलाई। हुन त यो गोठ हाम्रै हो। यो गोठ तेरो होइन र तेरो बाउले मलाई यो गोठ रेखदेख गर्ने जिम्मा दिएको पनि होइन। यो गोठ त तेरो बाउ विदेश जाने बेलामा पैसा नपुगेर मलाई बेचेर गएको। मैले पत्याउँदैनस् भनेर मैले लाल पूर्जा पनि लिएर आएको छु, नपत्या हेर। तर यो गोठ त अनि तपाईँलाई रेखदेख गरेर मात्रै दिनुभएको हो भन्नुभएको छ त बुवाले। यो त फेरि तैँले अंशबुद्ध हाल्लास भनेर तेरो बाउले तँलाई झुकियाको। भनेपछि बुवाले पनि हाम्रो लागि भलो सोच्नु भएको रहेनछ भरत? सम्पत्तिको नाममा केही पनि छैन हाम्रो। तिमी चिन्ता नलिऊ भावना, म आफै पैसा कमाएर यति धेरै पैसा कमाउँछु नि, यो भन्दा पनि धेरै सम्पत्ति जोड्छु र तिमीलाई र हाम्रो सन्तानलाई धेरै खुसी बनाएर राख्छु भावना। तिमी चिन्ता नलिऊ, म छु। म यस्तो जाबो सम्पत्ति त कति जोड्छु। मेरो विश्वास गर भावना। अब तेरो बुढीलाई लिएर मेरो गोठ छोडेर जा, मलाई खुसी बना। मलाई सामान राख्न हतार भइसक्यो। यहाँबाट छुटो जाम भरत, यस्तो अर्काको वचन सहेर बस्नु हुँदैन। मैले त तपाईँलाई सहयोगी भन्ने सोचेको थिएँ, तर म गलत रहेछु। अप्ठ्यारो परेकै बेलामा मान्छेलाई चिन्ने मौका पाइँदो रहेछ। तपाईँको असली रूप बेलैमा चिन्ने मौका दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ लामिछाने गुरु। पृथ्वी गोलो छ, पालो सबैको आउँछ। इमान्दार मान्छेको पालो ढिलो आउला, तर अवश्य आउँछ। जुन दिन मेरो पालो आउँछ नि, त्यो दिन सबैले मेरो अगाडि आफ्नो शिर झुकाउनेछन्। कति बोलिराखे, अब बोलेर यहाँ बस्नु दिनु भयो अब बोल्नु पऱ्यो, छुटो जाउँ। अहिले यहाँबाट गएर कहाँ बस्नु भन्ने कुरा पनि त विचार गर्नुपर्छ, रात पर्छ के।
यताउता मात्रै गरेर अब के गर्ने चाहिँ सोच न। काम कुरो चाहिँ आफू बिगार्ने अनि सबै काम मैले सपार्नु पर्ने? तपाईँको त बुद्धि नै छैन क्या आमा। भाउजू घर आउनु भएको बेला भाउजूलाई फकाइ फुलाइ गरेर राखेको भए अहिले त्यो गुन्डाहरू आउँदाखेरि हामी यसरी डराउनु त पर्दैन थियो नि। रिसको आवेशमा आएर गल्ती गरिहाली। रिस खा आफू, रस खा अरू। जहिले पनि ठन्डा दिमागले सोच्नुपर्छ क्या आमा। खोइ आफ्नो त दिमागै तातेको छ। तेरो दिमाग ठन्डा छ भने केही उपाय सोच्न त छोरी। अब भाउजूलाई बोलाएर घरमै राखौँ आमा। मलाई त घरको काम गर्दा गर्दा झ्याउै लागिसक्यो। खाना पकाउने बेलामा पनि भाउजूकै याद आउँछ। आफू सिरियल हेरेर बस्न पाइन्थ्यो। लुगा धुने बेलामा पनि भाउजूकै याद आउँछ। भाउजू हुनु भएको भए आफू मेकअप गरेर बस्न पाइन्थ्यो। घाँस काट्न जाने बेला पनि भाउजूकै याद आउँछ। आफू चिटिक्क भरेर टिकटकमा आएर बस्न पाइन्थ्यो। त्यो कुरा त सम्झिने आफै झस्किने। त्यो दुई जिउकी भएको बेला भरतीले केही काम गर्न लाउँदैन। यो घरमा त्यो बसेकी भए हामी दुईजनाले त्यसकै स्याहार सुसार गरेर दिन कटाउनु पर्थ्यो। टाउको कटाउनु भन्दा त दिन कटाउनै ठिक हो नि आमा। अहिले फेरि त्यो गुन्डाहरू आउने बेला भइसक्यो। हे तेरी कस्तो फसाद पर्यो। अब के गर्ने होला त? कि हामी पनि 2-4 दिन घर छोडेर अन्त्य गरेर बस्ने हो कि आमा? कहाँ गएर बस्ने र छोरी? जाम 2-4 दिन पोखरातिर घुमेर आऊँ। त्यति बेलासम्म गुन्डाहरू पनि घरमा आउन छोड्छन् कि? तेरो कुरा त ठिकै हो, तर पोखरा घुम्न जानलाई बसले सित्तैमा लाँदैन होला। होटलवालाले बस्न र खाना सित्तैमा दिँदैन होला। पैसा कहाँबाट ल्याउने होला? बुवाले विदेशबाट पठाएको पैसा छँदैछ नि। चेकबुक बोक्ने, ब्याङ्कमा गएर पैसा निकाल्ने अनि घुमेर आउने। कता घुम्न जाने कुरा हुँदैछ आमा छोरीको? छोरी तै कुरा मिला है। के हो बुढी माउ त कट्टुमै मुत्ने खालकी रहेछन् त। अनि भावना म्याडम खै त? भाउजू एकछिन बाहिर जानु भएको छ। आउँदै हुनुहुन्छ होला। एकछिन बस्दै गर्नु न। चिया खानुहुन्छ? म यहाँ चिया खान आएको होइन। दिनै मन छ भने बरु 1 बोतल चिसो बियर देऊ न। घरमा त बियर छैन। बियर खाने हो भने म बियर खाने पैसा चाहिँ दिन सक्छु। पैसा पैसा भए नि हुन्छ। खोइ पैसा? यो पैसाले त 1 बोतल बियर भन्दा आउँदैन। कि म खाँदै खान्न कि खाइसकेपछि 10 बोतल घटीले छुँदैन। म तपाईँलाई 20 बोतल बियर आउने पैसा दिन्छु। तर तपाईँ आजबाट हाम्रो घर आउनु छोड्नु पर्यो। म त आउन छोडौँला, तर मेरो दादा आउन छोड्नुहुन्न। दादालाई पनि कुरा मिलाउनु न। त्यही कुरा मिलाएको भएर त म मात्र आएको नि। दादा पनि आउनु भएको भए त तिमीहरूको टाउकोलाई खसीको टाउको भनेर कुन चाहिँ भट्टी पसलमा जडेयालाई शीतन बनाएर खुवाइसक्थ्यो भट्टी पसलले। अनि भावना म्याडम खै त? खासमा भाउजू घर छोडेर जानुभएको छ। कता जानुभएको छ केही पनि थाहा छैन। सायद भाउजू अब यो घरमा फर्केर पनि आउनुहुन्न होला। तपाईँको दादासँग कुरा मिलाउनुहोस् न प्लिज। अब यहाँभन्दा बढी कुरा मिलाउन सक्दिनँ म। 30 वटा बियर किन्ने पैसा दिन्छु। अलि मिलाउन सकिएला। 60 वटा। कुरा मिल्यो, युद्ध विराम भयो। अब यो खुकुरीको काम छैन। खै पैसा पाम त छिटो भट्टीतिर कुद्नु पर्यो। बस्दै गर्नुहोस् है, म आइहालेँ। छिटो यहाँ घाँटी बसाइसक्यो। आमा आमा कता हो तपाईँ? म यता छु छोरी। खै कता? म यता छु छोरी। ए किन लुक्नु परेको होला? बाहिर निस्किनु। त्यो गयो त? त्यो गुन्डालाई मैले कुरा मिलाइसकेँ के। खै चेकबुक दिनु त। किन पोखरा घुम्न जाने हो र? त्यो गुन्डालाई पैसा दिनु पर्यो क्या। त्यसपछि तिनीहरूले हामीलाई दुःख दिँदैनन्। ए हो र? त्यसो भए दे छोरी दे। ज्यान भन्दा पैसा ठुलो होइन। यहाँ छ चेकबुक। ल यहाँ सही गर्नु त।
पैसा खै पैसा मसँग क्यास छैन, ब्याङ्कमा हिँड्नुहोस्, चेक सेटर दिन्छु म तपाईँलाई। ल ल छिटो छिटो जाम जाम भा